देउरालीबाट हामी कालिम्चोक गैरीसम्म टुर भइरहेछ अहिले है। ल हेर्नुहोस् त म चाहिँ तपाईँलाई यहाँ बाटोको विवरणहरू चाहिँ म दिन्छु है। बाटो कस्तो छ है। पहिला भन्दा चाहिँ बाटो धेरै राम्रो छ। अब म यो देउरालीबाट चाहिँ है तपाईँको कालिम्चोक जाँदैछु। म यो बाटोको सम्पूर्ण बाटोहरू तपाईँहरूलाई म विवरण दिन्छु है। बाटो पिच छ अथवा कच्ची छ, तपाईँहरूलाई पछि आउँदाखेरि सजिलो हुन्छ है। यो युट्युब चाहिँ सजिलो हेर्नु होला। ल गेट चौक है। ल म देउरालीबाट चाहिँ अब यता कालिम्चोक लागि हेर्नुहोस् त यी बाटोहरू सबै राम्रो छ। कति राम्रो हरियाली छ है। कुनै ठाउँमा ढलान छ। खोलिसकेको छ। जस हाम्रो दोलखा जिल्लाको चाहिँ स्वर्ग जस्तै लाग्छ कालिम्चोक चाहिँ है। तपाईँ हेर्नुहोस् त जति माथि आयो है। अब गर्मीको मौसम हुँदैन, गर्मीको हेर्नुहोस् त आनन्द छ, शीतल छ। जय कालिम्चोक भाइ, जय भोलेनाथ। यहाँ गुम्बा रहेछ यहाँ। बाटो एकदम राम्रो बनाएको छ अहिले होइन। पहिला यो माथि एकदम दुःख थियो है। कालिम्पोङ जानेमा हेर्नुहोस् त अहिले सही बाटो बनाइरहेछ। पिच सबै भइसक्यो, बाटो राम्रो बनाएको छ है। यस दुईटा गाडी मजाले छिर्छ। यो चाहिँ हाम्रो दोलखा जिल्ला कालिम्पोङ हामी जाँदैछौँ। यो चाहिँ